साथीहरू यहाँ त ढुङ्गा एकदम सोलिङको काम चल्दैछ। ढुङ्गा झिक्ने क्रममा कटिङ हुँदैछ है गाइजहरू। ल देख्न सक्नुहुन्छ। साथमा मेरो यहाँ ब्याकको लोडर पनि छ। ल है गाइज, ल यस्तै छ है। देख्न सक्नुहुन्छ यो लेखमा लास्ट चिसो छ है गाइजहरू। चिसो भन्नुहुन्छ नि यस्तो चिसो छ कि तपाईँको यहाँ टुसारो जम्छ गाइजहरू। यो सिसाहरू जब सिसाहरू छ नि गाइज, त्यहाँ सिसाहरूमा सब टुसारो जमेर केही देखिँदैन गाइजहरू। यस्तो ठाउँ छ चिसो। हाम्रो यो चाहिँ माङ्लुङ तेह्रथुमको यो गुफा पोखरी जाने साइडतिर छौँ हामी गाइजहरू। कताबाट कुन ठाउँबाट भिडियो हेरिरहनु भएको छ यसो घुम्न आउनु होला। हाम्रो तेह्रथुम राम्रो छ, रमाइलो छ ठाउँ। गुफा पोखरी घुम्न आउनु होला चिसो ठाउँमा। अब हिउँ पर्ने बेला पनि भयो गाइजहरू, हिउँ खेल्न आउन सक्नुहुन्छ। यस्तो छ गाइजहरू। ल है हजुरहरूले भिडियो हेरिदिनु भएकोमा र सेयर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नयाँ सपोर्ट गरिदिनु होला भन्ने आशा लागिरहेछ। गाइजहरू अब क्यामेरा राम्रो छैन र पनि दुःख सुख यसैमा अब बनाउने कोसिस र रमाउने कोसिस गर्दैछु है गाइजहरू। ल है एकदम लाइक कमेन्ट चाहिँ गर्दै गरौँ साथीहरू। यस्तै छ। ल देख्न सक्नुहुन्छ। एकदम ट्र्याक ओपनिङ हुँदैछ गाइजहरू। ल यस्तोसँग ठाउँ छ गाइजहरू। ल देख्न सक्नुहुन्छ यो बाटो सोलिङ हुँदैछ है। यस्तै छ है। ब्रेकर ठुलो मिसिन छ, धमाधम चल्दैछ गाइजहरू। ल यस्तै छ। र हाम्रो एक्सकाभेटरको सहायक अपरेटर है, चेलो भनौँ। हाम्रो अहिले बिहानी चाहिँ जहिले दैनिक खाना पकाउने उयो मस्त सुतिरहेछ। खाना उसको काम ड्युटी सक्यो र पनि सुतिरहेछ। लाइक गाइजहरू। राजा, हेलो राजा, के हो आमा पसिनै पसिना भएर सुत्दिने। ल हाम्रो कुकम्यान चाहिँ उयो ल ल ल देख्न सक्नुहुन्छ। स्पेसल यस्तो बनाएको छ ट्याक्कै है। ल गाइजहरू सोलिङ चाहिँ बन्ने यही बाटो हो। हाम्रो कुकम्यान भाइ चाहिँ अघि निदाइसकेको छ पसिना भएर। ल है गाइजहरू सब्जी स्पेसल बनाएको छ है। खाना यस्तो छ। ल देख्न सक्नुहुन्छ। ल